हेलो साथीहरू। सबै सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ मेरो बेबी बिरामी भएको लास्ट बिरामी छ। के गर्नु हो, आफू बिरामी भयो भने केही नि लाग्दैन, देख्नु कस्तो हाँसी मार्छ। अब दुध खाँदा पनि बिचारा सास फेर्न गाह्रो हुन्छ होला, मुखमा हाल्छ फेरि छुट्याइदिन्छ। अनि सास पनि यस्तो मुस्किलले लगाएको छ नि, के गर्दा सन्चो हुन्छ होला तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला। मैले चाहिँ औषधि पनि बिहान गएर ल्याइसकेँ। अनि औषधि पनि थोडा थोडा त फरक परिरहेछ, तर मुखबाट चाहिँ लास्टै फिन निकाल्छ कि लास्ट। मलाई नि लागेको छ मेरोबाट चाहिँ यसलाई सऱ्यो क्या। अनि तपाईँहरूलाई आमा मम्मी भनेको बेबी भएको मम्मीहरू, तपाईँलाई पनि यस्तै खासी रुगाखोकी छ भने चाहिँ बेबीबाट त अति टाढै बस्नु होला। यति गाह्रो हुँदो रहेछ, यति गाह्रो हुँदो रहेछ। मेरोबाट सरेर मेरो बेबीलाई लास्टै गाह्रो भएको छ कि लास्टै। मन्नु बाबु अनि गाह्रो भएको छ, छाती पनि जाम भएको छ। यति गाह्रो हुन्छ नि बच्चा। अब सोध्छु के हाम्रो मम्मीहरूले हामीलाई कसरी पाल्यो होला, हेर्नु न। अनि ठन्डै कि लास्टै छ, जाडो लास्ट जाडो छ, यहाँ त लास्टै जाडो छ चण्डीगढतिर। यो त्यही भएर यो रोपट साइड होस् या चण्डीगढ साइडमा चाहिँ लास्टै जाडो छ क्या। अनि सुन्नु त यसो आवाज पनि हेर्नु कस्तो गर्छ। के गर्ने, यस्तै छ। तातो कपडा पनि लगाइदिएको छु। फिन काटेर 2वटा जति रुमाल चाहिँ यसले भिजाइसक्यो क्या। फिन मुखबाट फिन निकालिन्छ। आज रातभरि मेरो बेबी सुतेको छैन, एक चाहिँ पनि सुत्दैन। सुत्छ अनि उठ्छ रुन्छ लास्टै। मैले खाँदा हुन्छ कि या मलाई त्यति केही पनि लाग्दैन। भात खाँदा हुन्छ भन्छन्, भात खाँदा हुन्छ र हुन्छ कि हुँदैन कमेन्ट गर्नु होला साथीहरू। मैले चाहिँ के खाँदाखेरि बच्चालाई बेबीहरूलाई चिसो हुन्छ, यदि थाहा छ भने चाहिँ कमेन्ट गर्नु होला।